नेपालको सङ्घीय राजधानी काठमाडौँबाट करिब 700 किलोमिटर पश्चिममा पर्ने सुन्दर सुदूरपश्चिमको डडेलधुरा जिल्ला। डडेलधुरा जिल्लाको यो अमरगढी नगरपालिका वडा नम्बर 9 स्थित यो पञ्चकुल देवताको मन्दिरको दृश्य हो। यो देवभूमिमा आउँदा यस्तो स्वर्गीय आनन्द प्राप्त हुन्छ, जहाँ यो अहिलेको यो मौसममा चिसो सुरु हुँदै गर्दा तिहार पछिको मौसममा जात्रा विभिन्न सम्पूर्ण कुल देवता इष्टदेवमा पूजा गर्ने चलन छ। यहाँको स्थानीय भाषामा जात भनेर चिनिने जात्रामा कुलदेवताको कुल पूजा हुन्छ र यहाँको पञ्चेबाजा दाइन दमाहाबाट भगवानलाई अर्पण गरिन्छ। त्यो बाजा गाजा सहित नाचगान धामी झाँक्रीको नाचगान सहित देवताको पूजा गर्ने चलन छ। यो हो हाम्रो अमरगढी नगरपालिका वडा नम्बर 9 चमाल लेकमा अवस्थित पञ्चकुल देवताको मन्दिर। जीर्ण भइसकेपछि मन्दिरको पुनर्निर्माण अघिल्लो साल मात्रै करिब 1 वर्ष अघि मात्रै पुनर्निर्माण भएको हो। वरिपरि यो एउटा उपत्यका जस्तो ठाउँमा अवस्थित यो मन्दिर, माथिको यो पञ्चकुल देवताको मन्दिर अनि मसानीको मन्दिर। म आफ्नो सानो 14 महिनाको छोरीलाई लगेर आफ्नो कुल देवताको दर्शन गर्न गएको थिएँ, जुन यो पञ्चकुल देवताको मन्दिर अर्थात् हाम्रो कुल देवता कैलपालको पूजा दशमी तिथिको रात्रि हामी यता आफ्नो भाषामा रतेडी भन्छौँ र दिउँसेडी अर्थात् दिउँसोको पूजा एकादशीको दिनमा गरिन्छ। यहाँ जुन देख्दै हुनुहुन्छ यो दृश्यमा दमाहाको बाजासँगै धामीहरूको नाच देख्न सकिन्छ।
त्यसै गरी यो मन्दिरको स्थानबाट देखिने यो वरिपरिको दृश्य मनमोहक दृश्यले यहाँका सम्पूर्ण जो आउनुभएको छ आगन्तुकहरूलाई एउटा शान्त वातावरण सृजना गर्दछ। वरिपरि डाँडा यहाँ तल एउटा झरना छ, यताको भाषामा झरना, हामीले भन्ने झरना ऋषि खोला झरना हो। राम्रो झरना छ, सफा पानी, लडे मनसानीको स्थान भएको ठाउँ, माथि देखिएको जङ्गल प्रधान, यतापट्टि पारी नवदुर्गा गाउँपालिका। अब आज हरिबोधिनी एकादशीको दिन यो पुण्यतिथिमा कुलदेवताको पूजाआजापछि घरमा माताश्रीले रोप्नुभएको तुलसीको पूजा, तुलसी विवाहको लागि त्यतातर्फ प्रस्थान गऱ्यौँ र म्याडमले यता तुलसी विवाहमा सक्रियताका साथ सहभागी भई पूजाआजा तुलसी विवाह सम्पन्न भयो। तुलसी विवाह सकिएपछि हामी डडेलधुरा जिल्लाको प्रसिद्ध भगवती मन्दिर माता जगतजननीको दरबारमा दर्शनको लागि पुग्यौँ। महाकालीको स्थानको वरिपरि परिक्रमा पश्चात हामी पूजाआजाको लागि मन्दिरको मुख्य मन्दिरको प्रवेशद्वारतर्फ प्रस्थान गर्दैछौँ। डडेलधुरा जिल्लाको यो प्रसिद्ध भगवती मन्दिर जगतजननी उग्रतारा माताको मन्दिरमा जाँदैछौँ हामी तीनजना, म्याडम, म अनि छोरी। सौन्दर्यताले भरिपूर्ण क्षेत्र, धार्मिक एवं पर्यटकीय हिसाबले अति नै सुन्दर ठाउँ डडेलधुरा जिल्ला। त्यसैमा माता उग्रताराको एउटा शक्तिपीठ, उग्र स्वरूप भगवती माता उग्रताराको नामले परिचित हुनुहुन्छ। त्वमेव माता च पिता त्वमेव द्रविणं मम देव वक्रतुण्ड महाकाय कोटिसूर्यसम्प्रभो निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। जय भगवती जय भगवती जय भगवती माता।
जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी दुर्गा क्षमा स्वाहा सुरा नमस्ते जय तौ देवी चामुण्डे यहाँ चढाइ जय भूतार्थखाणी जय सर्वगति देवी कालरात्रि नमस्ते मरुकैटौ भूतादि देवदादिवरदे नमः रूपं देवी देवी यसो देही दिसो देही हजुरको हाँस्यो भगवती माता जय माताजी ए बुझाइछ हेर्नु बाबा ए जय कालिका माता जय माता कालिकाको जय जय ओम नमो भगवते वासुदेवाय 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 जय भगवती माता ल छोरी यहाँ उभिस नि त यता उभिस नि हो बाबा वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे लहिन्छु मामा गरे नो आहा हा खै ओम नमो भगवते वासुदेवाय 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 जगत जननी माता उग्रताराको दर्शन गर्न आज हरिबोधिनी एकादशीको अवसरमा हामी सपरिवार यो दिव्य भूमि उग्रतारामा छौँ हैन ए जाउँ 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 उता ल हामी आयो अलि गाडी हो नो नमस्कार भन्छु नमस्कार म वेदिका जोशी हैन म आज उग्रतारा घुम्न आएको छु हजुरहरूलाई यो स्थानको बारेमा थाहा छैन भने एउटा देवभूमि माता जगत जननी उग्रतारा डडेलधुरा जिल्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल उग्रतारा मातामा हामी आज एकादशीको पुण्य दर्शन गरेर फर्किँदैछौँ